भगवान हो त यहाँ कुनै पल छैन। कुनै दिन तिमीले पुज्ने त्यो मूर्तिलाई सोध्नु है सानो, मैले कसैलाई जिउँदो लास बनाएको छु, पाप लाग्छ कि लाग्दैन भनेर। हँसाउने भन्दा रुवाउने मान्छे महान हुन्छ, किनकि जुनसुकै मान्छेले हँसाउन सक्छ, तर रुवाउनको लागि मनमुटु जितेकै मान्छे हुनुपर्छ। दुनियाँको अगाडि हाँस्दै हिँडे पनि भित्रभित्रै पागल भइरहेछु म। तिमी बिना यो मन मात्र सुनसान होइन, सारा संसार नै सुनसान लाग्दैछ। तिमी मेरो कहिले हुँदैनौ भन्ने थाहा भएर पनि यो मनले तिम्रो नै प्रतीक्षा गरिरहन्छ। माया, दूरीले हजारौं कोस टाढा गए पनि मनको कुनाबाट कतै पनि जान सक्दैनौ नि सानो। जिन्दगीभर आँसुले सिरानी भिजाउन तयार छु। भगवान, मेरो भागको खुसी पनि मेरी उनीलाई दिनु है। म मर्न तयार छु, तर उसलाई दुःख कहिले नपरोस्। मलाई मृत्यु नै सही छ, बरु भगवान उसको लागि सधैँ खुसी दिनु। तिमी